Hello everyone, this is Mandira Thapa from Criman Production. It's been a while, we haven't updated in our YouTube channel. So last Sunday, 25th of January, a film directed by Himraj PC, which stars Amol Kesi and Anna Sharma in the leading role. Jerry, named Jerry, was released, screened in Fukuoka. So we from Criman Production also went to watch the movie, and it was a good movie. Like being in abroad for years and seeing a movie in a Japanese theater, it was a good response. Like seeing the audience and the mass of the audience, it feels really good to see a Nepali movie with a lot of supporting youths coming together to watch a Nepali movie, and we were happy to watch it, and like also to see the mass. At the end of the movie, we were able to interview our friends and our seniors and juniors and talking about the movie. What do they think about like releasing a screening of the Nepali movie in abroad? Like in which way like they want to support the Nepali movie? And I think like many of them people, they were happy because like I think it's releasing a Nepali film in abroad. In a way, it says that like Nepali movie industry is like grooming up. राम्रो लाग्यो लाइक सबै नेपालीहरु सँगै बसेर नेपालको के भइराछ सब सिनेरी हेर्न पाए हैन. द मेन थिङ इज लाइक के भन्दाखेरि नेपालको राम्रो कुरा देखाछ, एकदम लाइक कल्चरहरु सिनेरीहरु राम्रो देखाइराछ हैन. पोखरा अब कता हो मुन्ना नाम कुस्ताङ देखाइराछ, राम्रो हो. नेपाललाई प्रमोट गरिराछ, द्याट्स अ गुड थिङ. अनि लभ स्टोरी पनि राम्रो थियो, टिपिकल लभ स्टोरी. ओके, थ्यांक यू. सो नेक्स्ट टाइम नेपाली मुभी फुकुओकामा हो भने उता देखाउनु. Obviously. Thank you. Have a good time. राम्रो छ. So will you support it again, like say watching नेपाली मुभी यस्तो? एकचोटि पहिला पनि भएको थियो लुट फिल्म, हामीले नै गरेका थियौँ. त्यसमा त यति धेरै मान्छे त हुनुहुन्थेन. यो राम्ररी सफल गरिरहेको छु आजको प्रोग्राम चाहिँ. आशा छ यसरी नै अब आउने दिनहरूमा पनि नेपाली साथी, नेपाली मुभिजहरूलाई यसरी नै नेपाली फिल्महरूलाई माया गरिदिनु हुनेछ भन्ने. आगामी दिनहरुमा पनि यस्तो प्रोग्रामहरु गरिरहनु. हजुर, अब साथीभाइहरूले जुन एउटा आँटेर गर्नुभयो, यसरी नै अरूले पनि आफ्नो नेपालको पहिचानको लागि भए पनि नेपालीलाई नभुल्नको लागि यस्तो प्रोग्राम गरिराख्नुपर्छ. बस्ने चाहिँ फुकुओकामै हो. नेपालबाट धेरै फिल्महरू हेरियो, मुभीहरू धेरै हेरियो, तर जेरी फुकुओकामा आएर हेर्नु आफूलाई नेपाली हुनुको गर्व लाग्यो. हजुरले यस्तै फिल्महरू अरू पनि ल्याउनु भयो भने, जेरी जस्तो फिल्म अरू पनि ल्याउनु भयो भने हामी नेपालीहरू नेपालको आफ्नो गाउँप्रतिको माया ममता राखेर हेर्नको लागि अवश्य आउँछ. ड्राइभर चाहिँ हो यो. यो पालि जेरी हेरेर राम्रो लाग्यो, अर्को पालि सवारी बनाउनु पनि हेर्न आउँछ. मध्ये अहिलेसम्म हेरेको मुभीमा बेस्ट सबभन्दा बेस्ट लाग्यो सुबब. अनि अब लाइक यसमा हैन हामी जापानिजहरु चाहिँ छैनौं हैन, नेपाली मात्र छौं हैन. नेक्स्ट टाइम यस्तो लाइक विल यु सपोर्ट हैन, अलिक जापानिजहरु पनि आओस् लाइक प्लस. अनि त्यसपछि नेपाली छ हैन, तर लाइक सबटाइटल जापानिज पनि हुन्छ जस्तो लाग्छ. त्यो त अभियसली लागिहाल्छ. लाइक मोर जापानिज हैन, आफ्नो देशको फिल्महरू बाहिर पनि जाओस्, अभियसली प्रमोट होस् जस्तो लाग्छ. खुसी लाग्छ यस्तो प्रोग्रामहरू. त्यति लामो बाटो आउनु भएको छ. अनि मुभी चाहिँ कस्तो लाग्यो तपाईहरुलाई? मलाई राम्रै लाग्यो. मलाई त ग्यास लाग्यो. धेरै पछाडि नेपाली मुभी हेरेको होइन, राम्रो लाग्यो. सबै तपाईँले यसरी साथ दिनुभयो भने अझ अर्को हामी यसरी अरू फिल्म पनि गर्न सक्ने छौँ. अवश्य. त्यसको लागि त्यसो त धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैजनालाई. तपाईलाई चाहिँ कस्तो लागिरहेछ? रमाइलो लाग्यो, सबैजना आउनुभयो, हेर्नुभयो, खुसी लाग्यो. सोचेको भन्दा चाहिँ बढी नै आएको भन्ने चाहिँ मलाई लाग्छ. अब जापान जस्तो ठाउँमा चाहिँ अब नेपालीहरू अब यसरी भेट भएर चाहिँ अब यसरी ग्यादरिङ हुनु भनेको एउटा सानो कुरा होइन, ठुलै कुरा लाग्छ मलाई. त्यो चाहिँ जति सोचेको थिएँ त्योभन्दा बढी चाहिँ आइदिनु भएको सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. धन्यवाद. डिफरेन्स हुँदाखेरि चाहिँ हैन, अर्गनाइजरमा कति के डिफरेन्स पाउनु भयो तपाईँले? यस्तो हुँदो रहेछ. अडियन्स गरेर त पहिला फुकुओकामा धेरै इभेन्ट भएको थियो के अरे, लगभग सबै इभेन्टमा म गइरहेको थिएँ. त्यस फर्स्ट टाइम एउटा टोकियोबाट हाम्रो साथीहरूको ग्रुपले गर्दाखेरि फिल्म जस्तो फुकुओकामा ल्याउने एउटा अवसर पायो. जस साथीभाइहरू सबै आइदिनु भयो भने एकदम धन्यवाद छ. जस सक्सेस भयो भन्नुपर्छ. अनि प्लस जस नेपाली फिल्म पनि राम्रो प्रोडक्ट बन्यो भने चाहिँ जस चल्दो रहेछ भनौँ न. अब फिल्मको टिकट हामीले लगभग निकै गइरहेको थियो, प्लस
धेरै जसो त अब ठाउँ नपाएर नि ठाउँ भन्नाले आउने तरिका थाहा नभएर नि आउन सक्नु भएन प्लस धेरै जसोले अब फिल्मलाई नै आएको कार्य गरेर फिल्मलाई नै मन पराएर जेरी म हेर्छु नै भनेर आएको धेरै हुन्छ जस एकदम ठिकै भयो जस्तो राम्रै भयो सो मलाई चाहिँ एउटा कुरा पहिलेदेखि सोध्नु मन थियो होइन यस्तो सोधिहाल्नु तपाईँले अब जस्तै लाइक होइन हामी एउटा जापानिजहरू पनि देखिएको छैन नि होइन अनि मलाई चाहिँ कस्तो लाग्यो भने अब जस्तो लाइक इङ्ग्लिस फिल्म हेर्नु जाँदाखेरि त्यहाँ जापानिज सब टाइटल हुन्छ नि नेपालीमा पनि बरु जापानिज सब टाइटल राखेको कस्तो हुन्छ जस्तो लाग्यो लाइक इट एट्र्याक्ट्स मोर जापानिज पिपल होइन त्यस्तो गऱ्यो त्यो धेरै राम्रो अब त्यस्तो त्यो पनि ठिक हो के अरे अब मैले त फर्स्ट टाइम यहाँ लाइक यो फर्स्ट टाइम हो आउने दिनहरूमा जस्तो नेपाली फिल्महरूमा सब टाइटल भयो भने अब लगभग हामी सबैको साथीहरू हुन्छ जपनिजहरू होइन हामीले अब काम गर्ने सबै ठाउँमा ड्युटी गर्ने ठाउँमा जपनिजहरू हुन्छ के अरे जपनिजहरूलाई ल्याउन सकिन्छ नि त सब टाइटल भयो भने उनीहरूले पनि बुझ्छ अब सिनारीहरू त सब राम्रो छ के अरे प्लस एउटा त्यही ल्याङ्ग्वेजको कुरा हो पछि अब नेपालमा भएको डाइरेक्टरहरूले उहाँहरूले सोचेर विदेशमा फिल्मको लागि त्यो गऱ्यो भने एकदम राम्रो हुन्छ पछि हाम्रो फिल्म चलाउन पनि सजिलो हुन्छ अब हाम्रो अहिले नेपाली दाजुभाइ यति आइदिनु भयो प्लस अब यो भन्दा पनि डबल ट्रिपल अब जपनिजहरूलाई नै हाम्रो नेपाली फिल्म यस्तो छ भनेर हेर्न जाउँ भन्न मिल्छ नि त After the interact, came to know that there are few people who came from like 3 to 4 hours ride from another city just to watch the Nepali movie, and we are happy that like being a youngsters, they do support Nepali film industry and they want to watch more and more Nepalese movie in coming days. So I think screening of Nepali film Jerry in Fukuoka was a big success with a lot of booming audience, and we hope that Nepali film industry goes bigger and bigger, and with the best stories and best directors, best actor and actresses in this industry, and being abroad we can also be able to watch Nepali movies in coming future. And thanks for watching our video. Love and support Nepali film. Bye bye. Thank you.